यसरी उड्दै खाएँ कि मुख कपाल छोड्दै यो चाहिँ हाम्रो चितवनदेखिको छोटो मिठो अनि रमाइलो एजुकेसनल टुर, जुन चाहिँ एकदमै मेमोरेबल र एकदमै रमाइलो भएको थियो। नमस्ते, मेरो नाम सङ्गत। पैसा पैसा भनेर मात्र नबस्नुहोस्, कहिलेकाहीँ त आफ्नो लागि थोरै समय निकालेर घुम्ने रमाइलो गर्ने गर्नुहोस्। मरेर लाने पैसा होइन, यी रमाइला यादहरू हुन्। यसबाट जीवनको तनाव कम भई धेरै खुसीहरू मिल्ने गर्छन्। वर्षको अन्तिमतिर बच्चाहरूको लास्ट एक्जाम सकिसकेपछि स्कुलको तनाव प्रेसर स्कुलमै राखेर दुःख पीडालाई भुलाएर घुम्ने रमाइलो गर्ने एउटा सानो बाहना बन्छ। त्यही बाहनालाई अँगालेर हामीहरू नेपालकै मुटुमा रहेको चर्चित पर्यटकीय स्थल बन्दीपुरमा चाहिँ हामीहरू 1 नाइट होमस्टे गएका थियौँ। यो क्षण एकदम रमाइलो भएको थियो। चाहेर पनि मैले यो क्षणहरूलाई बयान गर्न सक्दिनँ। रमाइलो गर्ने अनेक तरिकाहरू हुन्छन्, अनेक बाहनाहरू हुन्छन्। तीमध्ये एक रमाइलो गर्ने बाहना यो पनि हो। चितवनबाट धेरै टाढा त होइन, तर उपयुक्त रमाइलो गर्ने, रमाउने, मनोरम दृश्यसँग रमाइलो गर्ने एउटा स्थान हो यो बन्दीपुर। हामीहरू बन्दीपुर जाँदै गर्दा बाटोमा केही दृश्यहरूसँग बसेर रमाइलो गरेका थियौँ। मौलिनको पुरानो पुलमा बसेर एकछिन फोटो भिडियो र त्यो पुलमाथिको शीतलो हावासँग बसेर हामीहरूले फोटो भिडियोहरू खिच्यौँ। रमाइलोको छुट्टै अनुभूति लिँदै हामीहरू बन्दीपुर जाँदै गर्दा बाटोमा ऐना पोखरामा रोकेर एकैछिन त्यहाँको मनोरम दृश्यसँग रमाउँदै फोटो भिडियो खिच्दै भर्खरै मात्र निर्माण सम्पन्न भएको चर्चित ऐना पोखरा एकचोटि यो स्थानमा आउनै पर्ने र जानै पर्ने स्थान बनिरहेछ जस्तो लाग्छ मलाई। विभिन्न ढुङ्गाहरूमा कलात्मक चिजहरू खोपिएका विभिन्न दृश्यहरू हजुर देख्न सक्नुहुन्छ। आकर्षक अनि उत्कृष्ट ढुङ्गाहरूमा मूर्ति कोर्नुहुने महान कलाकारहरूलाई धेरै सम्मान छ। मलाई फेरि आर्टप्रति धेरै मोह भएकोले यस्ता चिजहरू साह्रै मनपर्छ। सायद हजुरलाई पनि मनपर्छ होला। र यहाँ बसेर एकछिन फोटोसोटो खिचियो, पिङसिङ खेलियो, रमाइलो गरियो, साह्रै राम्रो लाग्यो। यहाँको चाहिँ टिकट चाहिँ 50 रुपियाँ रहेको थियो। यसरी रमाइलो गर्दै रमाउँदै बन्दीपुरतिर लाग्यौँ। रातिको 6-7 बजीतिर हामीहरू चाहिँ बन्दीपुर पुगेका थियौँ। हामीहरू चाहिँ बन्दीपुरको फेमस बन्दीपुर होमस्टेमा चाहिँ बसेका थियौँ। जाने बित्तिकै चिया नास्ताहरू खायौँ र चिया नास्ता खाइसकेपछि एकछिन बन्दीपुरको नाइट भ्यू हेर्न जाउँ भनेर सबैजना मिलेर बन्दीपुरको नाइट भ्यू हेर्नका लागि गएका थियौँ। र बन्दीपुरको रमाइलो अनि मनोरम नाइट भ्यूमा बसेर हामीहरूले फोटो भिडियोहरू खिचेका थियौँ। एकदमै रमाइलो पुरानो शैलीबाट बनेका घरहरू, रात्रिकालीनमा जाने एकदमै रमाइलो, पर्यटकहरू पनि एकदमै भरिपूर्ण भएका, एकदमै सुन्दर, एकदमै व्यवस्थित पर्यटक स्थल बन्दीपुरको यो सानो अनि रमाइलो बजार। र त्यसपछि हामीहरू चाहिँ होमस्टेमा फर्क्यौँ। होमस्टेमा आइसकेपछि हामीले खानासाना खायौँ र खानासाना खाइसकेपछि एकछिन सबैजना मिलेर रमाइलो गर्नुपर्छ है भनेर दोरी खेल्दै रमाइलो गर्दै मादल बजाउँदै, कसैले मादल बजाउँदै, कसैले गीत गाउँदै, कसैले नाच्दै एकदम रमाइलोसँग गीतसँग रम्दै रमाउँदै रमाइलो गर्दै एकैछिन रमाइलो गऱ्यौँ। रमाइलो गरिसकेपछि हामीहरू चाहिँ आफ्नो स्थान आफ्नो रुममा गएर रमाइलो गर्दै सुतेका थियौँ। वास्तवमा भन्नुपर्दा चाहिँ रमाइलो गर्न आएको, सुत्न आएको होइन भनेर चाहिँ हामीले रातिको 3:30 बजेसम्म चाहिँ एकदमै रमाइलो गर्दै, गीत गाउँदै, दोरी खेल्दै, रमाइलो गर्दै, कुराहरू गर्दै 3:30 बजीतिर चाहिँ हामीहरू सुतेका थियौँ। र बिहान चाहिँ 6:30 बजेर उठेर फ्रेस भएर नुहाएँ। यो रमाइलो बन्दीपुरको मर्निङ भ्यूमा चाहिँ बन्दीपुर बजार फेरि घुम्न गएको थियो।